विषयलाई लिएर ज्ञापन पत्र नेपाल पत्रकार महासङ्घ केन्द्रको उत्तरपत्र अनुसार भक्तपुर जिल्ला शाखाबाट हामी यहाँ आएका छौँ र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन बुझाउनलाई आशासँग नै यहाँ समक्ष आएका छौँ र हाम्रो यो ज्ञापन पत्र पढेर सुनाउँदैछु। सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार मार्फत प्रमुख जिल्लाधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय भक्तपुर विषय ज्ञापन पत्र। नेपाल सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक जर्जरताबाट गुज्रिरहेको छ। यही कारण श्रमजीवी पत्रकारले नियमित पारिश्रमिक लगायत प्रचलित कानुन बमोजिम सेवा सुविधा प्राप्त गर्न नसकेको यथार्थता हाम्रा सामु छर्लङ्ग छ। यति मात्र नभई सञ्चार माध्यमको निरन्तरतामाथि गम्भीर प्रश्न उत्पन्न भएको छ। यो जटिल परिवेशमा प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयको सचिव स्तरीय निर्णयका नाममा 2082 चैत 18 गते सङ्घीय सरकारका सबै निकाय, प्रदेश सरकार र स्थानीय तहहरूलाई जारी परिपत्रमा उल्लेखित विषयवस्तुबाट नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घ आश्चर्यचकित र दुखी छ। गम्भीर विषयमा सरकारवाला पक्षसँग सामान्य परामर्श समेत नगरी लिएको सरकारको आपत्तिजनक निर्णयप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ। सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने निर्देशनात्मक परिपत्रले नेपाली आम सञ्चारको ठहर छ। सरकारी निर्णय र परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास, नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, स्वतन्त्र पत्रकारिता, खुला अर्थनीति र सङ्घीयताको मर्म विपरीत रहेको महासङ्घको ठहर छ। सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारको विभेदकारी निर्णयप्रति असहमति जनाउँदै तत्काल निर्णय सच्याउन माग गर्दै महासङ्घका तर्फबाट 2082 चैत 23 गते माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू समक्ष ज्ञापन पत्र प्रस्तुत गरिएको थियो। तर लामो समयसम्म समस्या समाधानतर्फ सरकार उदासीन रहेको प्रति महासङ्घ चिन्ता व्यक्त गर्दछ। विभागीय मन्त्रीको तहबाट समस्या समाधान नभएकाले प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयको सचिव स्तरीय निर्णय र परिपत्र तत्काल खारेज गर्न यो ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत गरिएको छ। आशा छ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, अभ्यास र नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रता, सूचना र सञ्चारको हक, स्वतन्त्र पत्रकारिता, खुला अर्थनीति र सङ्घीयताको मर्मको सम्मान गर्दै तत्काल सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्णय र परिपत्र खारेजीका लागि ठोस कदम उठाइनेछ। सरकारबाट यो कार्य नभए नेपाली सञ्चार क्षेत्र धराशायी हुने, श्रमजीवी पत्रकारहरूको पेशा सङ्कटमा पर्ने, प्रेस तथा स्वतन्त्र अभिव्यक्ति सूचनाको हक र सञ्चारको हकमाथि गम्भीर प्रहार हुने र सरकारको लोकतान्त्रिक प्रतिबद्धतामै गम्भीर प्रश्न सिर्जना हुने महासङ्घ ठान्दछ। अत श्रमजीवी पत्रकारको नियमित पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गर्ने र सरकारी विज्ञापनमा हुने जुहावट रोक्ने यथोचित प्रबन्ध मिलाउँदै तत्काल विज्ञापन सम्बन्धी विभेदकारी निर्णय खारेज गरी सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न महासङ्घ जोरदार माग गर्दछ। माग पूरा नगरी महासङ्घलाई आन्दोलित हुने वातावरण सिर्जना नगर्नेतर्फ सम्माननीय प्रधानमन्त्रीज्यूबाट सकारात्मक पहल हुने विश्वास सहित यो ज्ञापन पत्र प्रस्तुत गरिन्छ। अध्यक्ष सुन्दर शिल्पकार। प्रमुख जिल्लाधिकारी, समिति पदाधिकारी, समितिहरू, सुपरिचितहरू तथा जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छु। यो विषय जुन सरकारले निर्णय गर्ने बित्तिकै हामीले केन्द्रीय कार्य समितिसँग पटक बैठक बसेर यो विषयलाई कसरी अगाडि लैजान सकिन्छ भनेर पटक बैठक बसेर अब यसलाई सुरुमा यो मोडेलमा लैजानुपर्छ, सरकारले कस्तो बनाउनुपर्छ भनेर
सरकारसँग सरकारका प्रवक्तासँग संचार सुरक्षा मन्त्रीसँग वार्ता पनि गरिसकेका छन्। उहाँबाट ठोस पहल कदमी भयो। त्यसपछि यो दोस्रो चरणको कार्यक्रम हुन्छ विभिन्न कार्यक्रमहरू तय गरेको छ। यी केन्द्रले तय गरेको कार्यक्रम अन्तर्गत त्यसै गरी आज 10 बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष विज्ञापन पत्र बुझाउने भएको छ। यो विज्ञापन बोर्ड छ, पत्रकार महासङ्घको केन्द्रीय कार्य समितिको निर्णय र साधारण सभाबाट पारित गरेर विज्ञापन बोर्ड गठन गरेर सम्पूर्ण सञ्चारकर्मीहरूलाई समानुपातिक विज्ञापन लागू गर्ने र जिल्लामा कार्यरत स्थानीय पत्र पत्रिकाहरूलाई समानुपातिक रूपमा विज्ञापन बोर्डले विज्ञापन दिँदै आएको थियो। त्यो विज्ञापन समेत रोक्ने र अहिले सरकारको नयाँ सरकारको नीति अनुरूप जुन सरकारी विज्ञापन अथवा सरकारी सूचनाहरू सरकारी सञ्चार माध्यम मात्र दिँदै गर्दाखेरि अहिले जसरी सञ्चार माध्यम सञ्चारकर्मीहरूले सञ्चार कर्म गरेर हुँदा समयमै तलब भुक्तानी पाउन सकेका थिएन र स्थानीय तहमै स्थानीय पत्र पत्रिका अथवा अनलाइनमा काम गरिरहेका स्वरोजगारमूलक मिडियाकर्मीहरू साथीहरू पनि यसले मार परेको देखिन्छ। ठुला मिडियाकर्मीहरूको हकमा छुट्टै व्यवस्थापन होला। उहाँहरूको यदि यो विज्ञापनले भ्रष्टाचार भएको हो, विज्ञापनमा कहीँ अनियमितता भएको छ भने त्यसले छुट्टै संयन्त्र गठन गर्नुपर्छ, छानबिन गर्नुपर्छ भन्ने पत्रकार महासङ्घको पनि माग हो। यसमा अनियमितता छ भने छानबिन होस्, कार्य होस्, तर जसै दिँदै आएको सेवा सुविधा छ त्यसलाई रोक्नु हुँदैन भन्ने पत्रकार महासङ्घको तर्क छ। सोही बमोजिम आज हामी उपस्थित भएर हजुरलाई विज्ञापन पत्र बुझाउनेछौँ। हाम्रो माग सुन्नै होला भन्ने अपेक्षा पनि छ।